नमस्ते जनता। यो भाइले मग चाहिँ किन पक्रेको, मुनि पानी किन भिजाएको भन्दा चाहिँ नि अब यो चाहिँ होलीको भिडियो हो। मैले अपलोड गर्नु टाइमै पाएन होलीमा कि, अन्त त्यही भएर चाहिँ अब आज देखाएको। दिल्लीमा चाहिँ अब पानी माथिबाट फ्यालेर चाहिँ होली मनाइदिँदो रहेछ। हेर्नु न, यहाँ आन्टीले मजाले फ्यालिदिँदैछ पानी, तल टाउको नुहाइदिइरहेको। मुनि बाजेहरू हिँडिरहेको, माथिबाट पानी फालिदिइरहेको। कस्तो पानी परेको होइन नि, यो सबै माथिबाट पानी फालिदिएको नि, हिल्लै त बनाएको थियो। अन्त हिल्लै हिलो बनाइदिएको थियो। अन्त हेर्नु न, अन्त माथिबाट पानी फालिदिएको, मुनि टाउको नुहाइदिइरहेको। अन्त जिउै नौला जस्तो गर्दैछ त्यहाँनिर। होली सँगसँगै अब यो पनि हेरौँ। अब यो पनि मोटो ब्लग फेरि सुरु भयो। होली उता खेल्दै गर्छ, आफू मोटो ब्लग गर्दै गर्नुपर्छ नि होइन। मोटो ब्लग गर्नु चाहिँ छोडेन त्यो दिन। आज पनि हेरौँ, अब बिचमा केही पनि हुनसक्छ। अब त्यसैले अब हेर्दैछु। आज पनि दिन गरमै छ, प्लस अब ज्याकेट लगाएर हिँडिदिएको नि। अब हल्का मिटर हेरिदिइहाल्नु न अब होइन। गरम छ, गरम। होलीमा पनि मान्छेहरू यो रङ लगायो, हिँड्यो, के मजा आएको होला यस्तोहरू। थैट दिन चाहिँ यस्तो मजाको कि, तर गरमले चाहिँ फेरो आज त। साइड दौडो रे, साइड दौडो।
जाने देते भैया। यो चाहिँ अब हल्का चानेको पुरीको भिडियो। यो पनि अब यहाँ चाहिँ अब दुईटा छ, एउटा चानेको पुरी र एउटा यता। ल त जनता अब सक्यो आजको यहाँनिर होइन। अब भाइलाई यसरी नै सपोर्ट गरिदिनुहोस्। धन्यवाद। थ्याङ्क्स फर वाचिङ। सकेपछि लाइक एन्ड कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनुहोस्।